साथी हो म जस्तो मरेको सर्प देखेर नि डराउने मान्छे को छन् म जस्तो यो सर्प चाहिँ यहाँ पोखरीमा के भित्र मरेर बसेर रहेछ सुकुटी भएर तै पनि डर लाग्यो मलाई त एकदम डराउँछ कि सर्प भनेपछि त अझै यसलाई टक्क डोरीले बाँधेर लिएर आएको नछोइकन के त्यस्तो सुकुटी भएको सर्प देखेर नि डराउने म टोक्यो भने त पहिला त्यो बहुत डर लाग्छ सर्प भनेपछि अहिले त त्यो सर्प भने त्यो कस्तो छापरा जस्तो हो क्या अर्को खाले यहाँ टन्ने बाटो त्यसले त कस्तो तर्साउँछ मलाई म डराउँछु अब यसलाई नालामा फाल्ने नि त यो पानीको फोहोरको नाला हो यहाँ त मतलबै गर्दैन के झ्याक्नेहरूले जता पनि फालिदिन्छ मरेपछि त्यत्तिकै छोडिदिन्छ बाटो अनि जुत्ता यतिहरूले यस्तो जुत्ता नलाइकन हिँड्यो भने त काँडा गर्छ नि त यहाँ त जङ्गल छ सर्प त आइहाल्छ नि होइन म जस्तो डर सेवा पऱ्यो भने त मर्छ म जस्तो डर सेवा नडराऊ है मरेको सर्प देखेर डर कति गरेर आयो सर्पको मैले है यस्ता छन् अनि काम गर्ने ठाउँमा नि यस्ता हुन्छन् हाम्रा त अरूको के हुन्छन् कुन्नी पत्ता नै कस्तो घाम चल्यो आज फेरि आज पोखरी सफा गऱ्यो भने माछा सक्यो अब सर्लक्क माछा सक्यो अनि यस्तो ल्याउ यो यस्तरी बसेर ल्याउ मल चाहिँ हुन्छ यो राम्रो मल हुन्छ राम्रो यस्तो गनाउँछ पुरै ज्यानै गनाउँछ यसको सफा गरेपछि भित्र के गनाउँछ गनाउँछ नाकै बन्द भनेर त्यो कस्तो भने टोइलेट चाहिँ सेफ्टी ट्याङ्कीहरू साफ गर्छ नि त्योभन्दा बेसी गनाउँछ कि त्यस्तो खरो गनाउँछ क्या यहाँ यो चाहिँ यहाँ पनि छ यो सेतो भाग सबै घोट्नुपर्छ गच झाडु लाएर सबै यस्तै कालो बनाउनुपर्छ गाह्रो छ नि कलङ्गेलाई गाह्रो छ नि यहाँ काम गर्नु है यस्तै छ काम भनेको ठिक छ त्यो जस्तो ठाउँमा भए पनि काम हो गर्नुपर्छ है सबैजना आफ्नो सेफ्टी चाहिँ राखेर काम गर्नु होला त्यही भन्छु जो जहाँ भए पनि यस्तै छ परदेशी जीवन यहाँ चाहिँ साफ गर्दैछ कि पानी हाल्दै घोर्दै गरे नि त कडा मधुरो देख्दो रहेछ क्यामेरा राम्रो भएर यस्तो छ के गर्नु त्यही पनि जस्तो त्यस्तै मैले चाहिँ आफ्नो अनुभवहरू भोगाइहरू तपाईँहरू सामुन्ने मैले राख्नु पाउँदा देखाउनु पाउँदा अलिकति खुसी लाग्छ नै है के कस्तो हो भनेर तपाईँहरूको सल्लाह सुझावको अपेक्षा राख्छु म चाहिँ जस्तो भयो नि काम त कामै हो अब यो पाइप हाल्नु नानीले घुमाएर भनिसक्यो भर्खर त्यहाँबाट आफै हिँडेर अब सफा गर्नु पर्यो फेरि बुढाले के गर्नु यस्तै छ सबैको कुमार मार हाडात भन्छ यता नि उता नि
गाह्रो छ सबैको प्यारो हुनुलाई। सो प्यारो चाहिँ हुनुपर्छ कि सबैको होइन। जो जहाँ जहाँ भए पनि सबैको प्यारो चाहिँ हुनुपर्छ। धेरै प्यारो चाहिँ हुनुहुन्न है। फेरि धोबी धुलाई दलाउँछ नि फेरि उनीहरूले धेरै प्यारो भयो भने। प्यारो चाहिँ बन्ने हो सबैको नजरबन्दीमा परेर है। धेरै प्यारो बनाउनु ल आइज। ओके म चाहिँ अब यहाँ पाइ पर्छु। बाई बाई भन्न चाहन्छु है त।